सर्वोच्च अदालतले 100 रुपियाँ माथिको दैनिक उपभोग्य वस्तुमा सरकारले उठाउन लागेको भन्सार शुल्क रोक्न अन्तरिम आदेश जारी गरेको छ। नेपाल भारत सीमा नाकाबाट सर्वसाधारणले ल्याउने 100 रुपियाँ भन्दा माथिको वस्तुमा सरकारले लगाएको भन्सार करमा सर्वोच्चले तत्कालका लागि रोक लगाएको हो। शुक्रबार सर्वोच्चका न्यायाधीश द्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क नउठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र अर्थ मन्त्रालय सहितका निकायलाई अन्तरिम आदेश दिएको हो। अर्थ मन्त्रालयको सोही कडाई विरुद्ध अधिवक्ताहरू अमितेश पण्डित, आकाश महतो, सुयोग्य सिंह, प्रशान्त विक्रम शाहले वैशाख 14 गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। अधिवक्ता महतोका अनुसार भन्सार महसुल ऐन 2081 को दफा 13 को दफा 2 बमोजिम आफूहरूको माग अनुसार सर्वोच्चले आदेश दिएको बताउनु भएको छ। भन्सार महसुल ऐन 2081 को दफा 13 को दफा 2 ले भन्सार छुट दिने कुरा गरेको छ। राजपत्र 2082-2-15 मा निकालिएको सूचनामा 100 रुपियाँ भन्सारमा कर लगाइएको छ, जुन कुरा सूचना ऐनसँग बाजिन्छ। यो सम्बन्धमा हामीले भन्सार ऐन 2081 को